हेलो साथीहरु, गुड मर्निङ। वेलकम छ हजुरहरुलाई फेरि पनि सन्जु मते युट्युब च्यानलमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला साथीहरु। म पनि एकदम ठिकै नै छु अनि फेरि पनि आज म नयाँ भिडियो नयाँ भ्लग लिएर आइसकेको छु। सो आजको दिन चाहिँ मैले त बाहिरतिरबाट मर्निङबाटै भ्लग स्टार्ट गरेँ साथीहरु। अनि हेर्न सक्नुहुन्छ मेरो चाहिँ नानी बिरामी छ यहाँनिर र आज आइरहेको हुन्छ रातिदेखि चाहिँ। अनि औषधि पनि खोइ खानै मान्दैन मेरो नानीले। हिजो बेलुकादेखि चाहिँ पुरै ज्वरो आएर अनन सुत्न नि नसकेर रातभरि हामी चाहिँ आँखा पनि मेरो चाहिँ पुरै पोलिरहेको छ। राति पनि नानीले सुत्नै दिएन नि त। अनि त्यही भएर यत्तिकै बोकेर डुलाउँदैछु म चाहिँ जस्तो पनि लाग्दैछ। सो कतिलाई डुलाउँदैछु। अनि अहिले उसको बाबाले चाहिँ लगिवरि औषधिहरू लिएर आउनु भयो। खानै मान्दैन क्या, उहिएर उकालेर फ्यालिदिइहाल्छ। साथीहरू हामीले चाहिँ खाना पनि खाइसक्यौँ। अनि त्यसपछि यहाँनिर म चाहिँ बाबुलाई पनि अलिक सन्चो भयो जस्तो भयो क्या, औषधि खुवाइदिएको। खानै मान्दैन अनि अलिक सन्चो भयो जस्तो भएर यतातिर खिलाउँदै। अनि म चाहिँ यहाँनिर फुलहरू छ नि त, अनि यो सबै पातहरू सुकेको पातहरू चाहिँ छाँटिदिनु पऱ्यो। त्यति चाहिँ छाँटेँ। मेरो छोरा पनि हेल्प गर्दैछन्। खाली खुट्टै छेउ त चप्पल ल्याइदिनु कि नलाउने कि होइन? त्यो त होइन नि त, सानो त्यत्रो त। अनि यतातिर यो बाक्लो भएछ क्या साथीहरू। अनि यो चाहिँ छाँटिदिनु पऱ्यो। यहाँ चाहिँ कस्तो राम्रो फुल्दै रहेछ यहाँनिर, दामी भएछ। यो चाहिँ मैले बलौटेदेखि लिएर रोपिरहेको थिएँ। लिएर पुरै थियो साथीहरू। यो चाहिँ परैसम्म बनाएको थियो, सबै हावाले झार्दै त्यहाँनिर चाहिँ त्यति मात्रै छ। त्यही पनि सबै फुटिसकेर तिनीहरू भयो। अरू गमला लिएर त्यहाँ सबै फेर्नुपर्ने हुन्छ एकचोटि। अब नयाँ लिएर अनि यो फुलहरू चाहिँ सबै मैले सार्नुपर्ने हुन्छ एक दिन। अब मेरो काम त्यति भयो होइन साथीहरू। पानी परेर आज चाहिँ अलिक घाम लाग्ला जस्तो भयो कि। अनि त्यहाँदेखि अब यतातिर चाहिँ मलाई फुलको रहर चाहिँ एकदमै लाग्छ साथीहरू। तर मैले स्याहार्न भ्याएको छैन भन्दा पनि के भएर आज भुल त अल्छी लाग्छ मलाई त। अनि नानीसँगै हुन्छु अनि आज चाहिँ यसो यहाँनिर हेरेको त पुरै गाडी भइरहेको रहेछ। अनि यस्तोमा त सर्प आउने सम्भावना हुन्छ धेरै नै। अब यतिखेर समरको बेला त होइन, सर्पहरू धेरै नै आउँछ नि त। पुरै गर्मी नै छ क्या अहिले चाहिँ। पाहाडतिरै त यस्तो छ, झन् तराईतिर दिदीहरूलाई कति गाह्रो भएको छ, सबैलाई नै गाह्रो भइरहेछ। हामी चाहिँ उतै थियौँ, आइहाल्यो छ र भयो अलिक जोग्यो। अब यतिखेर मेरो छोराको घरबाट निस्केर यति बिचक हुन्थ्यो होला कि। यो पनि एकदम टिकटकतिर त इफेक्टतिर चलेको फुल हो नि त हो। यो त दामी, यो एकचोटि चाहिँ साथीहरू यस्तो दामी फुलेको थियो कि यो त। अहिले चाहिँ अब यो एकचोटि अब छाँटिदिएपछि एकदम दामी हुन्छ। मलाई चाहिँ दामी लाग्छ यो फुल पनि। मलाई प्राय फुलहरू सबै नै राम्रो लाग्छ। तर अब यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ मैले सानो गार्डन बनाएको क्या साथीहरू। यहाँनिर चाहिँ यस्तो रोहरू लागेर यहाँ केही थिएन। अनि मलाई यतापट्टि पनि अब यहाँनिर पुरै बाटै हो नि त, यता पनि हल्का रोपिदिउँ भनेको यस्तो हालत भइरहेछ। हेर्नु त भित्तातिर पानी परेर सबै भित्ताको कलर जति गइरहेछ। अब यतातिर चाहिँ यस्तो छ, यो पुरै सर्प यतातिर डुलिरहेको हुन्छ। यति चाहिँ सबै सफा गरिदिनु पऱ्यो। लगाइदिनु न त मान्छेले तपाईँसँग यता राम्रोमा झार्छ तिमी पनि हेल्प गरेको मम्मीलाई हो। यो चाहिँ राम्रो फुलेको रहेछ साथीहरू। तर यो अति नै भयो क्या, धेरै नै उखालिदिएको मैले। अर्काको गुण मात्रै लगाउँछु अरे त यो कस्तो हर्ने मेरो काँडाले गरेको ज्वरो तार्दैछ त। अब यो एकचोटि तपाईँले 2 बजीतिर फर्किनुपर्छ, त्यो 5 मिनट भयो। अर्कोचोटि गरेँ त्यो बिर्कोमा खुवाउनु चाहिँ एकचोटि मात्रै खुवाउनु पर्छ। अघि खालिहाल्यो, अब कतिखेर हुन्छ झुक्केर त्यो भिडियोमा जस्तो सर तानेर खुवाउनु मिल्दैन। सुइरो हाल्यो ए त लिची जस्तो राखेको भए त हुन्छ। ल साथीहरू हेर्नु न, घाम राम म सकिनँ। यहाँनिर मेरो छोराको चकचक
यस्तो चाहिँ बनाएँ होइन। यहाँनिर अलिअलि चाहिँ यहाँ भरे बेलुका अब घाम अस्ताएपछि चाहिँ मैले अलिक घाम शीतल भएपछि यहाँ बढाल्नु पर्ने हुन्छ। यतिको भयो। भर्खर फुल चाहिँ फुल्दै खायो। यो कस्तो दामी कलर छ। यतिको भयो यहाँनिर चाहिँ। सो अलि हेर्नलाई राम्रो त देखियो नि त, झारपाला र केही थिएन। अनि साथीहरू मलाई गर्मी भयो अहिले चाहिँ। कस्तो गर्मी भयो भने घाम कस्तो चरक्कै लाग्छ। खोइ दिउँसो चाहिँ कहिले चाहिँ पानी पर्ला जस्तो हुन्छ, कहिले चाहिँ घाम यति लागेर मर्नु हुन्छ। साथीहरू यहाँ हेर्नु न, यस्तो झार छ कि यहाँनिर। यो पुरै नै झारै झार छ। यतातिर घाँस पनि हुन्छ। म चाहिँ काट्दैछु यहाँनिर सबै झार त। आम्मामा यतातिर सर्प भन्नुहुन्छ भने थोरै हिँड्दैन। यो सबै एक दिन चाहिँ लाग्छ मलाई। एक दिन होइन, एक्लै हुँदाखेरि त 2 दिन नै लाग्छ यो सबै काट्नलाई। नानी अब यो सबै काट्नुपर्ने हुन्छ साथीहरू। छ्या के पसौँ मुखमा चाहिँ बाँच्चे। छोराले लिची जुस भरि के अरे माटो लगाएछ र खाइदिएको त माटै माटो रहेछ। अब साथीहरू यहाँ हेर्नु म काट्दैछु। यतातिर चाहिँ सबै त्यहाँसम्म काट्यो भने चाहिँ आजलाई पुग्छ। ल साथीहरू मैले चाहिँ यो सबै काटिसकेँ। यतातिर यहाँ हेर्नु, यहाँ त काँडा बिचेर यस्तोतिर हात पनि सबै काटिसक्यो। यतातिर यतिको चाहिँ भयो। अब यो चाहिँ खुर्किनु पर्ने हुन्छ अब 1-2 दिनतिर। कहिलेतिर भ्याइन्छ त्यहीले नानीले दिएको बेला। अनि अब घाँसको भारी लगाउँछु साथीहरू। यस्तो भयो। यहाँ पसिना आयो। मैले चाहिँ हँसा चाहिँ आफ्नो महिनापछि अठाएकोले होला साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ कसरी फोका उठेको एक तालमै। के गरी खानु गर्नै पर्यो होइन। अलिअलि त काम गर्नुपर्छ। ल अब चाहिँ म भारी लगाउँछु है साथीहरू। अब चाहिँ ल साथीहरू चल्दै गएँ म चाहिँ। मारो है। घाँस नि लगाइदिएँ। यहाँनिर चारो काटेको छ चाहिँ अझै लाग्छ। यो चाहिँ बसाउनु पर्ने हुन्छ। बिहानै बसाइदिने हो क्या। हान्ने हालेको नि त। अनि यहाँ हेर्नु न साथीहरू है, दुःखले लगाएको कमाइ। हावा हुन्डरीले मकै स्वाहा सोतार पारिदिएर सब भाँचिराख्यो। उठ्दैन पनि अब। फेरि कस्तो मम्मीले अस्ति मल हालिदिनु भएको र आमा झन् हुलुकै बढिरहेको त सबै नै भाँच्यो। गडाम गुडुम छैन। यसपालि मकै खान पाइँदैन हामीले। हरियो मकै खासै। अब चाहिँ साथीहरू खानाहरू पकाउनु पर्ने हुन्छ। यो हँसिया चाहिँ पल्लो घरको लगिदिनु पर्यो अहिले एकछिनमा। हाम्रो कुखुरा चाहिँ हेर्नु साथीहरू यति छ है। खोइ सुत्केरी भेट्ने कुखुरा पनि यति छ। बाबा छोरा चाहिँ चारो लगाइदिनु हुँदैछ।
अब हात खुट्टा धुनुपर्ने हुन्छ साथीहरू अनि त्यसपछि एकदिनमा त्यसरी दिन्छ मेरो हालत हेर्नु न कपाल